एक समय एउटा मान्छेको जीवनमा यसरी प्रोफेसी गरेछ, तिमी एक दिन ठुलो शक्तिशाली भिडमा प्रचार गरेको म देख्दैछु र तिमीलाई चाहिँ परमेश्वरले एउटा प्रचारकको रूपमा, एउटा इभान्जेलिस्टको रूपमा प्रभुले प्रयोग गर्नुहुँदैछ। ठुलो भिडलाई म देख्दैछु, हजारौंको भिडलाई म देख्दैछु, अनि त्यो भिडमा चाहिँ तिमीले प्रचार गर्दैछौ भनेर भनेछ। अनि त्यो व्यक्ति पनि खुसी भएछ। तर त्यो व्यक्ति चाहिँ कस्तो खालको व्यक्ति थियो रहेछ भनेर भन्दा चाहिँ लतमा डुबेको व्यक्ति, माथि हिँड्ने व्यक्ति, आफ्नो जीवनलाई लथालिङ्ग बिताइरहेको व्यक्ति। अनि त्यो व्यक्तिले जब त्यो प्रोफेसीलाई सुनेर घर गएछ, आफ्नो जीवनलाई कहिले पनि सुधारेन रहेछ। ऊ त्यही मतकै कुरामा लागिरहेछ, ऊ माथि नै रहेछ। अनि उसले अरूलाई भन्न थालेछ, प्रभुले चाहिँ मलाई एक समय चाहिँ मलाई डरलाग्दो प्रचारक बनाउँछ है, तिमीहरूले सुनिराख्नु है भनेर उसले भनि चाहिँ हिँडेछ। तर आफ्नो जीवनलाई उसले कहिले पनि बनाएन रहेछ। अनि त्यतिकै ऊ खाएर नमरेछ र उसको जीवनमा त्यो प्रोफेसी कहिले पनि पुरा भएन रहेछ। आजको दिनमा म तपाईँलाई प्रश्न गर्न चाहन्छु, के त्यो प्रोफेसी गर्ने मान्छे झुटो हो? अनि हामी छिटो न्याय गर्छौँ, त्यो प्रोफेसी गर्ने मान्छे झुटो हो, रङ हो, त्यो मत्तो मान्छेलाई कहिले यसरी प्रोफेसी गरेर हुन्छ भनेर भन्छ। तर आजको म दिनमा तपाईँलाई भन्न चाहन्छु, प्रभुले हरेकको जीवनमा एउटा कलिङ अनि बुलावटले राखिदिनु भएको छ। अनि परमेश्वर हामीसँग बोल्नुहुन्छ। हाम्रो जीवन लथालिङ्गै हुँदा पनि हामीसँग परमेश्वर बोल्नुहुन्छ। हामी परमेश्वरसँग ठिक सम्बन्धमा छैनौँ भने पनि प्रभुको बुलावट हामीसँग छ र प्रभु हामीसँग बोल्नुहुन्छ। तर जब परमेश्वर हामीसँग बोल्नुहुन्छ नि, हाम्रो काम चाहिँ के हो भनेर भन्दाखेरि त्यो बोलेको शब्द अनुसार आफ्नो जीवनलाई बनाउने, आफ्नो जीवनलाई निर्माण गर्ने। जब हामीले आफ्नो जीवनलाई बनाउँछौँ नि, परमेश्वरले त्यो ठाउँमा परमेश्वरले प्रमिस गरेको कुराहरू चाहिँ हाम्रो जीवनमा पुरा गर्न सुरु गर्नुहुन्छ। तर त्यो वर्डलाई सुनेर हाम्रो जीवनलाई जब हामी लथालिङ्गै जिउन सुरु गर्छौँ नि, त्यो बोलेको शब्दको वास्ता गर्दैनौँ नि, हाम्रो जीवनमा त्यो प्रोफेसीहरू कहिले पनि पुरा हुँदैन। आजको दिनमा म तपाईँलाई भन्न चाहन्छु, तपाईँको जीवन जस्तो सुकै किन नहोस्, परमेश्वरको प्रतिज्ञा तपाईँसँग छ, परमेश्वरको कलिङ अनि बुलावट तपाईँसँग छ। अनि परमेश्वरले तपाईँको जीवनमा जुन चाहिँ शब्दलाई बोल्नुभएको छ नि, त्यो कुरालाई पुरा गर्नुहुन्छ। र तपाईँ अनि म चाहिँ त्यो ठाउँमा, त्यो आवाज सुनेको आवाजमा खडा हुन चाहिँ पर्छ र आफ्नो जीवनलाई परिवर्तन चाहिँ गर्नुपर्छ। जब हामीले त्यो ठाउँमा खडा हुन्छौँ भने परमेश्वरले अवश्य नै तपाईँको जीवनमा जुन चाहिँ कुरा प्रतिज्ञा गर्नुभएको छ नि, त्यो ठाउँमा परमेश्वरले लानुहुन्छ।